हामीले युजरहरूलाई धेरैचोटि भन्दै पनि युजरहरूले बिर्सिनुहुन्छ, ताकि फेरि पनि उहाँहरूको स्मरण रहोस्। उहाँहरूलाई फेरि जानकारीमूलक एउटा भिडियो बनाउँदैछौँ आज। हामीसँग RC1 आएको छ आज। हामीले सधैँभरि DJI को ओरिजिनल प्रडक्ट मात्रै किन युज गर्छौँ र गर्नुपर्छ भनेर जुन जानकारीमूलक भिडियोहरू बनाउँदै गर्दाखेरि आज फेरि पनि एकजना क्लाइन्टले चाहिँ RC मा यो समस्या लिएर आउनु भएको छ। RC मजाले काम गरिरहेछ। अब यसमा समस्या के त भन्दाखेरि हजुरहरूलाई मैले देखाउन कोसिस गरिरहेको छु। युजरले चाहिँ RC मा ओरिजिनल चार्जर नलगाएर चाहिँ DJI को आफ्टर मार्केट चार्जर लगाउनु भएर समस्या तपाईँले देख्न सक्नुहुन्छ। मैले यता यसको पावर एडाप्टरमा देखाएँ। यो RC मा चाहिँ तपाईँको USB डेटा केबल लगाइसकेपछि एडाप्टर कम्प्लिट डिस्चार्ज भइरहेछ। यो भएको कारण चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको आफ्टर मार्केट चार्जरहरू युज गरेपछि RC मा यो समस्या आउने गर्छ। यो समस्या चाहिँ स्पेसली तपाईँको RC मा लागेको जुन चार्जिङ आइसी हुन्छ त्यो चार्जिङ आइसी कम्प्लिट सर्ट भइसकेको छ। हामीले डायग्नोस गरेका छौँ। यो हामी भिडियोमा तपाईँको रिपेयरको प्रोसेसको भिडियो पनि थोरै देखाउने छौँ र RC रिपेयर भइसकेको भिडियो पनि हामीले राख्ने छौँ। त्यसैले जहिले पनि तपाईँहरू ड्रोन RC-हरूमा जति पनि DJI को प्रोडक्टहरू युज गर्नुहुन्छ अथेन्टिक र जेन्युन चार्जरहरू युज गर्नुहोस्, ताकि यस्तो प्रब्लमहरूबाट तपाईँ बच्न सक्नुहुन्छ। थ्याङ्क यू, नमस्ते।